तपाईँलाई के भन्छु जबसम्म तपाईँले यसरी गरेर ठाउँ खाली छोडिदिनुहुन्छ तबसम्म सुरक्षा निकाले पनि गर्न सक्ने केही पनि हुँदैन हो किन भन्नुहोस् तपाईँ घरमा ढोका खोलेर सुत्नुहुन्छ घरमा चोर पस्यो भने चाहिँ तपाईँ कम्प्लेन गर्नु त मिल्दैन नि ढोका बन्द गर्नु पऱ्यो चुकुल लाउनु पऱ्यो बाहिर जानुभन्दा अगाडि ढोकामा तालचा लाउनु पर्ने अनि पो घर सुरक्षित हुन्छ यसै गरी अब यहाँ फेन्सिङ गरेर यत्रो फेन्सिङ गरेर तार काटिदिने तटबन्धहरू बिगारिदिने यहाँबाट मेरो बाली उता छ भने त्यो एउटा सर्टन नागरिकको लागि मात्र गरेर सबै जनताकै अब के भन्छ ध्यान दराबमा राख्ने कारवाही उनीहरूलाई त कारवाही गाउँले कारवाही गर्नु पर्ला नि त उहाँले गरेर यस्तो यस्तो गर्नुभयो भनेर भन्नु पर्ला प्रहरीलाई जाहेर गर्नु पर्ला प्रहरीले त्यही अनुसारमा एक्सन गर्छ उहाँले नियन्त्रणमा लिनुहुन्छ त्यसपछि अरूले आँट्दैनन् यो राज्यको पैसा अब यो पक्का नै अब अध्यक्ष वडा अध्यक्षको पनि यही हुन्छ उहाँले पनि सक्ने आफूले गर्नै भयो होला लगाइदियो फेरि मेरो उतापट्टि पारी के छ मेरो गाउँ छ बाली छ भन्दै अब यहाँ बाटो खुल्ला गरिरहेको छ यो बाटो खुल्ला गऱ्यो भने तपाईँले घरको ताला खोलिदिएको हो नि त यो अब घरको